सबैलाई वेलकम छ मेरो च्यानलमा र आज भने हामी इभिनिङ वकमा निक्लिसकेको छौँ। यहाँ कच्छु पनि हिँडिरहेको छ, कच्छु र उसको मालिक। इग्नोर गरेको अरे हौ, इग्नोर गरेको अरे हौ। मसँग आज वकमा हुनुहुन्छ यहाँ द लेजेन्ड दिपेन देवा, मनिक दा हो। एकदमै प्लेफुल कुकुर। यस्तोहरू देख्दैछ है। यता आउँछ कि आउँदैन यो? फर्किम त्यसो भए। वक गएको होइन? ए हो भनेपछि के आजको दिनको बारेमा भनिदिनु यसो। आज हाम्रो नमस्कार सबैलाई। नमस्कार मेरोबाट आजको दिन के भने घाम ज्यादा थियो, मान्छेले धेरै नै अब गर्मी राखी सुत्नुमा अलिकति मान्छेलाई गाह्रो हुन्छ होला भनेर मनमा चिन्ता लिएको थियो, तर त्यस्तो हुन सकेको छैन। अहिले अलिकति हल्का फुल्का अघि तपाईँको पानी आयो नै, अब राति पनि पानी आउँछ भने चाहिँ सबैको आशा छ भने यति नै मेरो भनाइ थियो। अन्त यो थेरापीको बारेमा के भन्नु छ? यो नितेशले जुन गरिरहेको छ यो थेरापी गर्नु जरुरी छ, किनभने उसको शरीर जुन चाहिँ खुट्टाले चाहिँ जान्दाखेरि पनि भुइँटेकेको छैन, यो चाहिँ टेक्नु जरुरी छ। चप्पल लगाएर बेसी चप्पल लगाएरै हो होइन। फेरि बेसी जस्तो त ऊ हिँड्नुहुन्न ओछ्यानमै नै, ओछ्यानमै यसो पनि भएको हो। उहाँ चाहिँ हिँड्नु हुँदैन बेसी। उहाँको छेपार र फिला किन्दैन, कुन चाहिँ छेपार कुन चाहिँ फिला बराबर के भइरहेको कन्फ्युज। अस्ति भर्खरै एउटा घटना घटेको छ हाम्रो नितेश भाइसँग हो। यमराजसँग बात मारेर फर्केको अरे हो। र यतिको उमेरमा अब यतिको हुनुको लागि चाहिँ के गर्नुपर्छ? यतिको उमेरमा यतिको बडी बनाएर हिँड्नुको लागि साहेब बन्दै काका केही गर्नु पर्दैन। यतिकोमा चाहिँ मान्छेको अलिकति जिउलाई फिटनेस सजिलो बनाउनुको लागि धेरै परिश्रम गर्नु पर्दैन। यसो बिहान हल्का फुल्का हिँड्ने हो, बेलुका अब अलिकति टाइम पायो भने कसरत दिने हो जिउलाई। घरैमा बाहिर जानु पर्दैन, आफ्नो घरमा जति आफूले जानेको छ त्यति गर्ने हो। तपाईँको उमेर चाहिँ कति भयो? नढाँटी भन्नुहोस् है। तर उमेर मेरो अब अहिले भन्नुपर्दा म 45 वर्ष पुगेँ। 45 वर्षको मान्छे हेर्नुहोस् है यहाँनिर हो। म ढाँटे बानी छैन। मेरो डेट अफ बर्थ चाहिँ 1980 को हो। म चाहिँ 80 को लो 80 हो। हजुर गर्दा 45 वर्ष पुगिन्छ। 26 मा चाहिँ 26 चल्दाखेरि 26 मा त उयो भयो 46 पुग्यो। र चाहिँ मलाई चाहिँ त्यो उमेर हाँट्नु ओर्नु मलाई चाहिँ मन पर्दैन। जो छ त्यो देख्यो भने रियालिटी बताउने हो। र मेरो कुनै पनि भिडियोमा पनि म कुनै चाहिँ त्यस्तो बनाउँदिनँ। म र हाल्ने मान्छे र एकदम एडिट गरिँदैन। कन्टेन्ट क्रिएटर पनि हो त्यस्तो खालको मान्छे हो म चाहिँ। अरूले गरे जस्तो म गर्नु मन लाग्दैन। त्यो बनाएको दलेर के फाइदा छ? तपाईँको लाइफको लाइफमा ह्याप्पी बस्नुको उद्देश्य चाहिँ कसरी चाहिँ तपाईँ चाहिँ यति साह्रो ह्याप्पी बस्न सक्नुहुन्छ? मान्छेले जति टेन्सन मनमा लियो उति टेन्सन बस्ने कुरा हो। टेन्सन आउँदै गर्छ, त्यसलाई इग्नोर गर्ने आफूले। आफू अब जस्तो पारा जिउनु चाहन्छ त्यो पारा जिउनु चाहिँ सक्नुपर्छ। त्यो आफूलाई जिउने अर्कै इच्छा छ, तर कतिवटा टेन्सन लिएर हिँड्यो भने चाहिँ त्यो इच्छा हुँदैन। त्यस्तो हो नि त। तपाईँ अविवाहित पनि हुनुहुन्छ है? म बिहा गरेको छैन। त्यसमा एकदम खुसी किनभने हेरिसक्यो बिहा गर्नेको पनि के कस्तो हालत छ भनेर हो। म सबैलाई यही भन्छु जहिले पनि लाइफ राम्रो बितिरहेको छ। बुढेसकालमा दुःख पाउँछ भन्छ सबैले। बुढेसकालमा जो बिहा नगरेर दुःख पाउने र बिहा गरेर पाउनेको पनि अवस्था हेरिसक्यो के हुँदैछ भनेर। त्यस्तो हो म चाहिँ भन्छु। यति नै हो मेरो चाहिँ। धेरै राम्रो यहाँनिर सन्देश दिनुभयो हो हाम्रो देवा साहेबले। र यहाँनिर चाहिँ हामी बिच गाउँको अम्बानी भनौँ अम्बानीको घरमा जाँदैछौँ हो। आइसकेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ आफ्नै मेहनतले लगाएको टावर घरमा
फलामहरू सबै हामीले बोकेको हो। ग्यारेजहरू यहाँ हेर्नु सक्नुहुन्छ। अझै एउटा गाडी छैन रहेछ है, एउटा चाहिँ बाइक ड्युटीमा स्कुटी पनि छैन रहेछ, ड्युटीमा। ड्युटीमा छ। उहाँले चाहिँ दुगुना पैसा कमाउनुहुन्छ अब जतिसुकै। उहाँ चाहिँ अम्बानीको एसिस्टेन्ट एसिस्टेन्ट हो अम्बानीको साइडमा। टमाटर छ ला अम्बानीको दोकानमा अम्बानी भन्दै लिएको त है। पनीर रहेछ